Hi everyone. Good morning. आज हामी स्टल ओपन गर्न जाँदैछ हैन, सेटअप गर्न जाँदैछ। आज चाहिँ थर्ड डे हो अनि त्यहाँदेखि हाम्रो स्टल चाहिँ ग्रिन पार्कमा छ पेन्टिङ्सको। तपाईहरु पनि आउनुहुँदैछ भने हेर्नु सक्नुहुनेछ, आएर किन्न सक्नुहुनेछ हैन। ग्रिन पार्कको मतलब छ हिरोदेखि तपाईहरुलाई देखाउँछु। हामी पूजा गर्नको लागि यो पनि लाग्छ। ओ रिकितालाई कल गर्नुहुँदैछ। ए साह्रो ल यो चाहिँ ग्रिन पार्कै यहाँभित्र चाहिँ हाम्रो स्टल छ हो। डेकोर गरेको थियो, यो चाहिँ हाम्रो मान्छेले भन्दाखेरि सकेको रहेछ। ला यस्तो बेहोरा चाहिँ के गरेको नि, यस्तो चाहिँ नगर्नु नि यस्तो। तर नानीहरूले तान्यो होला हो है। यो पक्रिँदै हिँड्दा म अलिकति अहिले त पर्दैन होला, पज गर्छु बोल्नु। यो चाहिँ हाम्रो अब एन्ट्रेन्स चाहिँ यहाँनिर छ। आइडी कार्ड चाहिँ यो चाहिँ ग्रिन पार्कभित्रै ल। यहाँनिर चाहिँ आउन चाहिँ 50 रुपिस टिकट छ। यहाँतिर नाइट प्रोग्राम्स पनि हुन्छ अनि लाइटिङ्सहरू लगाएर चाहिँ एकदमै दामी भइरहेको छ हो। भ्युजन त्यसै दामी छ। बेलुका लाइटिङले गर्दा बेलुका चाहिँ झन् राम्रो हुन्छ। तपाईँहरू अगर चाहिँ लाइटिङ्सहरू मनपर्छ भने चाहिँ घुम्नु सक्नुहुनेछ हो। अनि यहाँनिर चाहिँ गेमिङको स्क्रिनहरू पनि लगाइदिनु भएको छ। यहाँ माथि चाहिँ गेम्स आएर बसेर खेलेर जान सक्नुहुन्छ। यसरी नानीहरू चाहिँ फेरि यति बेसी आउँछ हो, क्युट नानीहरू। यो चाहिँ सेल्फी बुथ होला। त्यहाँदेखि चाहिँ यस्तो भइरहेछ इन्ट्रेस्टिङ। यसपालि चाहिँ युनिक छ छन चाहिँ हो। यहाँनिर चाहिँ सबै यो कल्चरल एटायर्सहरूको होइन यहाँनिर चाहिँ डिस्प्ले भइरहेछ पिक्चर्सहरू। चाहिँ ल्याम्पहरू लगाएर दामी दामी बनाइरहेछ। बेलुका चाहिँ राम्रो देख्छ, बिहान चाहिँ यस्तो देख्छ होइन। हाम्रो चाहिँ स्टल चाहिँ यहाँ छ। आज चाहिँ ढिलो भयो, सधैँ चाहिँ साह्रै छिटो आउँथ्यो अरे चाहिँ आज चाहिँ ढिलो आएको। तपाईँहरू आउनु सक्नुहुन्छ। यहाँनिर राम्रो राम्रो केहरू नयाँ नयाँ ए अनि स्टेपलर मिलाइन नयाँ नयाँ कुराहरू छ। तपाईँहरू आएर हेर्न सक्नुहुनेछ। ग्रिन पार्कमा पनि प्रोग्राम चल्दैछ। प्रायः मान्छेहरूलाई चाहिँ याद हुँदैन रहेछ ग्रिन पार्कमा पनि अब प्रोग्राम चल्छ भनेर। यहाँ चाहिँ थिम चाहिँ छ क्रिएटिभ हब। यहाँको चाहिँ 2.0 अन्त नेसनल एक्जिबिसन एरियानिर होइन प्रोडक्ट्सहरू ल्याएर हामी पनि यहाँको एक्जिबिटर्स हो। यस्तो छ प्रोग्राम। कस्तो दामी बनाइरहेछ बनाउनु चाहिँ। यहाँ भर्खर सेटअप हुँदैछ। हामी ढिलो भयो भने त ठिकै टाइममै आएछौँ है। दादाले डिस्प्ले गर्नुहुँदैछ। हामी चाहिँ आज ढिलो भयो। अघिदेखि पर्खिनु भएको। अब सेटअप हुँदैछ नि त। यहाँ हाम्रो बहिनी पनि छ।